सिराहा जिल्ला र उदयपुरको सिमानामा रहेको काभ्रेपानी अस्थानमा रहेको काभ्रेपानी महादेव अस्थान संरक्षण बिना जर्जर अवस्थामा पुग्दै आज हामी लाहानका केही साथीहरू मिलेर यस सिराहा र उदयपुरको सिमानामा रहेको यो काभ्रेपानी महादेव अस्थानमा यतिखेर हामी आएका छौँ र आजभन्दा 50औं वर्ष पहिलादेखि यो मन्दिर स्थापना भएको हो। पौराणिक धर्म संस्कृति अनुसार महादेवको एउटा स्थान हलेसी जस्तै यो काभ्रेपानी महादेव स्थानलाई पनि मानिने गरिन्छ। तर संरक्षण र सम्वर्धनको पहुँच बिना यो मन्दिरको अवस्था निकै नै निन्दै भएको छ। अवस्था हेर्दा हामी पहिले हिँडेर पनि यो ठाउँमा आउने गर्थ्यौँ, तर त्यतिखेरको संरक्षण र अहिलेको संरक्षण अझ राम्रो हुनुपर्ने ठाउँमा, अझ सबल हुनुपर्ने ठाउँमा अझ विकासको पहुँच यो ठाउँसम्म पुग्न सकेको छैन। म तपाईहरूलाई देखाउन चाहन्छु, यो मन्दिरभित्र पनि एउटा गुफा रहेको थियो। र यो गुफा यहाँ रहेको छ। यहाँ भूत निस्किने गर्थ्यो र शिवको स्थापना भएको मन्दिर यो मन्दिर हो। तर संरक्षण सम्वर्धन बिना तपाईहरु हेर्न सक्नुहुन्छ यो मन्दिरको अवस्था कस्तो अवस्थामा पुगेको छ। यसलाई कुनै पनि निकायले नहेरेर सायद यो अवस्थामा पुगेको हुन सक्छ। हामी स्थानीय तह, प्रदेश र केन्द्र सरकारलाई पनि यो मन्दिरलाई संरक्षण गर्न, सम्वर्धन गर्न र यो ठाउँसम्म आवत जावत गर्नको लागि बाटो र यो ठाउँलाई प्रवर्धन, पर्यटकीय स्थल निर्माण गर्नको लागि हामी जोरदार माग गर्न चाहन्छौँ। हस्त, धन्यवाद।